हेलो गाइज, नमस्कार सबैजनालाई होइन। त्यसपछि हामीहरू आज हाम्रो छुट्टीको दिन, किनभने अब युरोपमा चाहिँ स्याटरडे सन्डे छुट्टी हुन्छ नि, थाहा छ कि होइन? थाहा छ सबैजना होइन। अनि आज चाहिँ अब कति रुममा बस्ने क्या, काम छैन हुन्छ, घुम्न पनि जानु पऱ्यो नि त होइन र। त्यही भएर चाहिँ आज हामी बाहिर निक्लेको छौँ। आज हाम्रो स्पेसली मेरो दाई बुद्ध दाईको ब्यान्ड चाहिँ बुद्ध दाईको हो, विकास दाईको चाहिँ उयो हुँदैछ, कन्सर्ट हुँदैछ। आएको छ, मनपर्छ होला। अनि हामी नेपालीहरू सपोर्ट गर्न आएको छैन, तर हामी नेपाली हो, 3-4जना भए पनि आउँछ हौ, के गर्छ त्यही भन्छु म। अनि त्यसपछि आज मेरो दाईहरू यहाँ बसिरहनु भएको छ, एकदम मोबाइल हेरेर बसिरहेको छ। बुद्ध जानु भएको छ होइन। अनि के हेरिरहनु भएको छ थाहा छैन, तर अगाडि उता कन्सर्ट गरिरहेको छ, अरू नै ल्याङ्ग्वेज होला। बुद्ध दाईको हो, नेपालीको ब्यान्ड छ, हामी सपोर्ट गर्नुपर्छ। आज हाम्रो विकास दाईले कन्सर्ट हाम्रो यहाँनिर पर्फर्मेन्स गर्दै हुन्छ। के भन्न चाहन्छ दाई? वेल, एउटा नेपालीको कुरा भएर युरोपमा आएर यस्तो प्रोग्राम गर्नु र नेपालीहरूलाई रिप्रेजेन्ट गर्नु यो नै एउटा ठुलो कुरा हो। मलाई विकास दाई एकदम पहिलादेखि भला मेरो एकदम राम्रो हुन्छ, उहाँको पसल पनि छ, हामी सधैँ गइरहन्छौँ सपिङ गर्नलाई। वेल, हामीले नेपाली भएको नाताले हामी उहाँलाई एक्लै छोड्नु हुँदैन, उहाँलाई हामीले जहिले सपोर्ट गरिरहनेछ र उहाँ जहाँ जानुहुन्छ हामी पनि त्यहीँ सक्छौँ। थ्याङ्क यू दाई। वेल, यो साँचो हो दाई। के भन्छ नि, अब त्यहाँको कहाँ हेरेर बसिरहनु भएको छ नि, कहाँ गइरहेको थाहा छैन बुढा त भएको छ होइन। विकास दाई आजको कन्सर्टको लागि कस्तो एक्साइटेड हुन्छ? वी आर रियली एक्साइटेड होइन। यत्रो बाहिरको लाइक अरू कन्ट्रीको मान्छेहरूको इनफ्रन्ट बजाउन पाउँदाखेरि इट्स लाइक रियली होइन, यसलाई अनर पनि फिल गरिन्छ, प्राउड पनि फिल गरिन्छ। किनभने अब हाम्रो एउटा नेपालीलाई रिप्रेजेन्ट गर्नलाई हामीले अब यहाँ पर्फर्म गर्दैछौँ होइन, हाम्रो म्युजिकलाई अलिकति प्रवर्धन गर्नलाई पनि हो। सो आइ एम रियली एक्साइटेड एन्ड एकदमै यसको लागि म एकदमै अहिले खुसी छु। सो दाइ, यो भन्छ नि अब हाम्रो नेपालीहरूले चाहिँ अब जति पनि अब हुन्छ नि दाइ, भन्नु कि अब जहाँको पनि सपोर्ट गरिरहेको छ, तर यो हाम्रो जुन क्रोसियामा भएको ब्यान्डलाई चाहिँ किन सपोर्ट गरिरहेको छैन जस्तो लाग्छ? यस्तो हो, अब सायद केही कारणले हुनसक्छ। हामीले सबैलाई दोष दिन पनि होइन, गर्नु हुँदैन, आफ्नो तर्फबाट गर्ने हो, मिहिनेत गर्ने हो। अभियसली आफूले लगनशील, आफू अलिकति मिहिनेत गरिरह्यो भने अभियसली अब ठाउँहरू पाइन्छ। जस्तै हामी अहिले यहाँ इन्टरनेसनल प्लेटफर्ममा छौँ होइन, हामीले पनि कोसिस गर्दा गर्दा हामी आज यहाँ पुगेछौँ होइन। सायद अब रेकगनाइज गर्छ होला भविष्यमा अरूले पनि। सो वी आर होपफुल, लाइक अब अरूले पनि अब हामीलाई सपोर्ट गरिदियो भने अभियसली झन् हाम्रै कम्युनिटीले सपोर्ट गरिदियो भने त अझै पनि इट विल बी लाइक फार बेटर है। जति पनि आइरहनु भएको छ, जो नयाँ आइरहनु भएको छ, पुरानो आइरहनु भएको छ, प्लिज दाइलाई चाहिँ प्लिज सपोर्ट गरिदिनु। जो जागृतमा हुनुहुन्छ है दाइ, जागृतमा भएको भनेको मान्छेलाई चाहिँ किनभने टाढा रहन्छ, टाइम भयो भने आउनु, टाइम भएन भने चाहिँ नआउनु। तर जति पनि जागृतको वरपर जहाँ किन नहोस्, तर दाइहरूलाई सपोर्ट गर्न चाहिँ आइदिनु होला। के भन्दा थ्याङ्क यू दाइ। एकदम ल बाई बाई दाइसँग एउटा छोटो मिठो कुराकानी सँगै होइन। अनि अब उयो त्यो कुराहरू गर्दै यस्तै हो जिन्दगानी। अनि त्यसपछि हुन्छ नि, हामी अब स्पेसली यो ब्यान्डको लागि चाहिँ अब दाइको ब्यान्डलाई हामी एकदम वेटिङ छ है त। यो ब्यान्ड एक्चुअली कुन चाहिँ ब्यान्ड युज गर्छ हामी दाइको चाहिँ स्टेडियम। मेरो चाहिँ अब साँच्चै हो नि विकास दाईको लागि आएको, कसैको लागि आएको न, विकास दाई भन्दा पनि हामी सारा नेपालीको लागि आएको, जो क्रोसियामा बसिरहनु भएको छ उहाँहरूको लागि आएको। अनि त्यसपछि अब लेट्स गो कन्सर्ट हेर्ने। एकछिनपछि दाइले कन्सर्ट गर्दै हुन्छ, अब कन्सर्ट हेरौँ है त।
गरेको होइन भिडियोहरू अनि यस्तै हो अनि अब चाहिँ हामी यसपछि घर जान्छौँ अनि यो चाहिँ किन चाहिँ अर्गनाइज गरेको रहेछ नि यहीँको आप्रवासीहरूको जति पनि यो अर्गनाइज गरेको चाहिँ यहीँको आप्रवासीहरूको लागि केही सहयोग केही मद्दत गरोस् भनेर त्यसको उद्देश्यमा चाहिँ यो प्रोग्राम अर्गनाइज गरेको रहेछ त्यही भएर त्यसकै लागि चाहिँ अब प्रोग्रामहरू अर्गनाइज गरेको भएको कारणले गर्दाखेरि यस्तै हो अनि यहाँ पनि अब अरू पनि ब्यान्डहरूले अब जस्तै अब यहाँको अफ्रिका कतिवटा 10-15वटा देशहरूको मान्छेहरूले चाहिँ यहाँ पर्फर्म गर्न लागिरहेछ सायद युएसएमा अनि त्यसपछि हामी चाहिँ नेपालीको लागि आएको नेपालीहरूको सकिसक्यो हाम्रो स्पेसल मेरो बुद्ध दाईको लागि आएको बुद्ध दाईको सकिसक्यो अब हामी चाहिँ बिस्तारै घर जानेछौँ सेट्युन अब यति नै हो अनि भोलिका दिन हाम्रो यस्तै खालको भिडियो आउँदै गर्छ अनि प्लिज लाइक सब्सक्राइब गर्नु होला अनि सेट्युन बाई बाई सी यू